भात खाइस् केटा? दाजु अघि खाइसकेको नि। अनि तेरो ओठ त फुस्रो छ त भातै नखाएको जस्तो। होइन नि दाजु, अघि नै खाएको। कोनी है जाट ढाँटिस होला। साँच्चै म त नि केटा दाजु एउटा काम परेर घुमिहिँडेको त। के काम दाजु? घर सरेको साह्रै दुःख पाएँ हौ केटा। त्यही भएर एक पाथी चामल पो सहयोग उठाइँदैछु। लु केटा, तैँले पनि एक पाथी चामल सहयोग दिनु पर्यो, आलो पालो गर्नुपर्छ। ला दाजु, अनि म त चामल पो छैन त, त्यही अलिकति धान छ, कुटेको पनि छुइनँ। त्यही धान भए पनि के आधी लानु न त दाजु, बिहान पनि पो भातै खाएन। तैँले जति कुरा लुकाउँदैछस् नि मलाई ढाँट्नु सक्दैनस् केटा। मलाई जति ढाँट्ने कोसिस गरे पनि तेरो अनुहारमा सबै देखिँदैछ। तेरो जस्तो दुःख मैले उहिले भोगिसकेको हो के। त्यही भएर यो चामल तँलाई नै ल्याइदिएको। होइन पर्दैन दाजु, तपाईँसँग पनि छ कि छैन? होइन त्यो अलिकति धान छ, कुटेर खाइहाल्छु नि दाजु। घामै लागेको छैन र पो। अब तपाईँ पनि भर्खर सर्नुभएको, तपाईँसँग छैन होला नि दाजु। राख्न, तँलाई नै ल्याइदिएको हो केटा। तेरो दुःख बुझ्छु, दुःख लुकाएर लुक्दैन केटा। अनि राख्नु त दाजु? दुःख लुकाएर लुक्दैन के केटा। त्यही भएर दुःख भनेको खुलेर सामना गर्नुपर्छ। अब के गर्नु हो दाजु, राख भन्नुहुन्छ। लु राखेँ है उसो भने। ल, मान्छेले आफूलाई दुःख पर्दा होइन पिर मानेर बस्नुभन्दा पनि खुलेर सामना गर्न सिक्नुपर्छ के।